यो पछिल्लो 20 वर्षको इतिहासमा भ्रष्टाचारका मुद्दाहरू यति धेरै अदालतमा ठूला मुद्दाहरू गएका छन्। राज्य अन्तर्गतका निकाय र सरकार अन्तर्गतका निकाय सबै स्वतन्त्र र व्यावसायिक रूपमा यसलाई अगाडि बढाएका छन्। यो सरकार ठूलो नीतिगत फड्को मार्न आएको होइन। कानुन बदल्ने अधिकार समेत यो सरकारलाई छैन। जेनजी आन्दोलनको जगमा बनेको यस सरकारले सम्माननीय राष्ट्रपतिज्यूबाट प्राप्त कार्यदेश अनुसार सुशासनको जग बसाल्दै राजनीतिक अस्थायित्वको, नागरिक असन्तुष्टि र अन्यायको अनुभूति नै द्वन्द्व, अराजकता र अशान्तिको मूल कारक हो। गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय क्रियाशील छन्। सुशासनको पनि बेसलाइन त्यसै गरी हामीले अगाडि बढाएका छौँ। नेपालको राजनीतिमा 75 वर्षमा आधा दर्जन बढी परिवर्तनकारी राजनीतिक आन्दोलन भए। यस अवधिमा अन्तरिम सहित 5 पटक संविधान नयाँ बने। कार्य गर्दै गर्दाखेरि हामीले आफ्नो भागको जिम्मेवारी लिने कि नलिने भन्ने पनि प्रश्न आउँछ। आज के अनुभूति भएको छ भने मुलुक चाहिँ निर्वाचनमय भएछ। शीर्ष नेतृत्वहरू खुरुखुरु हिँड्न थाल्नुभयो भनेपछि अब चुनावको तयारी, अब प्रत्यक्ष निर्वाचनको लागि 165 सिट तय गर्नु छ। उहाँहरूलाई छटपटी सुरु भएको तातिएको अनुभूति गरिसकेको छु। त्यसैले मुलुक निर्वाचनमय भयो र यहाँहरूलाई जानकारी गराउँ, व्याख्या नगरिकन यो सरकारले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वको यो सरकारले प्राप्त गरेको मेजर 3वटा म्यान्डेट, जुन म्यान्डेट मध्ये फागुन 21 मा निर्वाचन गर्नुपर्ने छ, त्यसको सुनिश्चितता भएको छ। अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने जुन दुविधा छ त्यसको अन्त्य भएको छ र त्यो अन्त्य गनिसाध्य र भनिसाध्य छैन। सम्माननीय प्रधानमन्त्रीज्यूले कतिवटा मिटिङ कति चरणमा कहिले गर्नुभयो होला जेनजी प्रतिनिधि र राजनैतिक दलहरूसँग। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको स्ट्रङ लिडरसिपमा, दृढतामा यो चुनावको मिति पक्का भएको छ र अब चुनाव सुनिश्चित भएको छ। त्यसैले मुलुक चुनावतर्फ अगाडि बढ्यो। दोस्रो कुरा यहाँहरूलाई जानकारी गराउँ, यही बीचमा सायदै यो पछिल्लो 20 वर्षको इतिहासमा भ्रष्टाचारका मुद्दाहरू यति धेरै अदालतमा ठूला मुद्दाहरू गएका छन्। राज्य अन्तर्गतका निकाय र सरकार अन्तर्गतका निकाय सबै स्वतन्त्र र व्यावसायिक रूपमा यसलाई अगाडि बढाएका छन्। सरकारले, सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको यो सरकारले कहीँ पनि हस्तक्षेप गरेको छैन र त्यसको उचित वातावरण बनाएको छ। सायदै यो 20 वर्षको पछिल्लो इतिहासमा पहिलो पटक सुशासनको पनि बेसलाइन त्यसै गरी हामीले अगाडि बढाएका छौँ। त्यसकारणले गर्दाखेरि सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूको यो नेतृत्वको सरकार प्राप्त म्यान्डेट अनुसार अगाडि बढिरहेको यहाँहरूलाई सबै नै जानकारी गराउन चाहन्छु। निजी क्षेत्रको जहाँसम्म कुरा आएको छ, यो सिंहदरबार सर्वोच्च अदालत संसद जलिराख्दाखेरि हामी सबैको मन त रोयो नै। त्यसको साथमा 38 अर्ब भन्दा बढीको तपाईहरूको सम्पत्ति जल्दा पनि नेपालीहरूको मन रोयो नै। 84 अर्ब भन्दा बढीको अहिले प्रारम्भिक आकलन अनुसार जुन क्षति भएको छ, यसको रिकभर कसरी गर्ने। तर म नेपाल उद्योग वाणिज्य महासङ्घलाई धन्यवाद भन्न चाहन्छु, सिएनआईलाई धन्यवाद भन्न चाहन्छु, चेम्बरलाई धन्यवाद भन्न चाहन्छु कि तपाईँ अन्तर्गत रहेका उद्योगी व्यवसायीहरूको मनोबल गिर्न दिनुभएको छैन तपाईँहरूले। र सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूसँग पटक ढाडस व्यक्त गर्दै सरकारको साथ कसिलो छ है भनेर यहाँहरूलाई भनिसक्नु भएको छ। र मलाई के लाग्छ भने अघि चन्द्र सरले भन्नुभयो, अर्थतन्त्रमा 80% भन्दा बढी योगदान हाम्रो निजी क्षेत्रको छ रोजगारीमा भनिराख्दाखेरि यो क्षेत्रलाई सुरक्षित राख्नुपर्छ भन्ने कुराहरूमा त्यसमा दुविधा रहनै सक्दैन। त्यसैले मेरो अब 1 मिनटको समय बाँकी रहँदा यहाँहरूलाई आज म व्यक्तिगत रूपमा चाहिँ एउटा कुरा भन्न चाहन्छु। एउटा डिक्लेरेसन अब हामी सबै यहाँ जम्मा भएको रूपमा गरेर जाउँ। यो व्यक्तिगत मेरो भनाइ हो। त्यो भनेको के हो भने मैले भर्खरै यहाँ ड्राफ्ट गरेको उद्योग व्यापार व्यवसायका लागि वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता। यति यो स्लोगन भित्र हामी रह्यौं भनेदेखि
नेपालमा निजी क्षेत्रको सुरक्षा, तपाईहरूको उद्योग, व्यापार र व्यवसायको सुरक्षा अब सबैको प्राथमिकता हुनुपर्छ। तब मात्रै मुलुक अगाडि बढ्न सक्छ। संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य व्यवस्था भनेर हामीले उल्लेख गर्यौं, तर समाजवाद उन्मुख राज्य व्यवस्था अगाडि बढाउनको लागि नेपालमा निजी क्षेत्रलाई इन्कार गरेर, नजरअन्दाज गरेर अगाडि बढ्न सकिँदैन। यतातर्फ म सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको आज्ञाले सरकार तयार छ भन्ने र यहाँहरू सँगै छ भन्ने पनि यहाँहरूलाई भन्दै यो कार्यक्रममा आमन्त्रण गर्नुभयो, यसको लागि धन्यवाद दिँदै मेरो मन्तव्य यही अन्त्य गर्छु। वास्तवमा यो पहल नेपाल सरकारले नै गर्नुपर्ने थियो। हामीले यसबीचमा छलफल र भेटघाट निकै धेरै पनि गरिसकेका छौँ, तर यो बृहत स्तरको जुन कार्यक्रम गर्नुभएको छ त्यसका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र अध्यक्ष चन्द्रप्रसाद ढकालज्यूलाई विशेष धन्यवाद छ। शान्ति, स्थायित्व र समृद्धिका लागि उद्योग वाणिज्य महासङ्घ र समग्र निजी क्षेत्रले गरिरहेको पैरवी र सहयोगका लागि पनि आभार व्यक्त गर्दछु। यहाँहरूले आफ्नो पीडा लुकाएर पनि जुन साहसका साथ व्यवसाय अगाडि बढाइराख्नु भएको छ त्यसको म उच्च प्रशंसा गर्दछु। मूलतः सुशासनको जग बसाल्ने र फागुन 21 गते निर्वाचन गर्ने गरी यो सरकार गठन भएको सबैलाई विदितै छ। सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकी मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौँ। यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोग लगायत सरोकारवालाहरू प्रति हामी आभारी छौँ। नेपालको राजनीतिमा 75 वर्षमा आधा दर्जन बढी परिवर्तनकारी राजनीतिक आन्दोलन भए। यस अवधिमा अन्तरिम सहित 5 पटक संविधान नयाँ बने, तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै जसो राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन, किनभने यी राजनीतिक परिवर्तनले समानुकूल आम नागरिकको जीविकामा सुधार गर्न सकेन। पेशा, व्यवसाय, रोजगारीका अवसर पर्याप्त भएनन्। हाम्रा आचरण र व्यवहारमा पनि न्यायपूर्ण हुन सकेन। परिणामतः नागरिकमा निराशा र वितृष्णाको तह विस्फोटक बन्न पुग्यो। भदौ 23 र 24 गतेको जेनजी आन्दोलन भयो। आन्दोलनका क्रममा भएको मानवीय क्षतिको र न कहिले त्यसको पुर्ताल हुन सक्छ, न त त्यसको कुनै मूल्य नै यकिन गर्न मिल्छ। त्यो एउटा गहिरो पीडायुक्त घाउ बनेर सधैँ रहिरहनेछ। यस क्रममा करिब 84 अर्ब रुपैयाँ हाराहारीको प्रत्यक्ष भौतिक क्षति भएको प्रतिवेदन मूल्याङ्कन समितिले दिएको छ, जसमध्ये निजी क्षेत्रको क्षति 33 अर्बभन्दा माथि रहेको छ। यो घाउ चाहिँ हामीले पुर्दै जानुपर्छ र अझै ठुलो फड्को मार्नुपर्नेछ। यो असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको छ। सबै पक्षलाई शान्ति, सहिष्णुता, संयम अपनाउन अनुरोध गरिरहेका छौँ। मुलुक असफलतातर्फ उन्मुख हुन नदिन निर्वाचनको सुनिश्चितता गरिएको छ। मुलुकलाई विधिको शासनमा हिँडाउन, लोकतान्त्रिक उपलब्धि जोगाउने र दिगो स्थिरता कायम राख्ने तथा व्यवसायिक वातावरण बनाउनका निम्ति समय अचूक माध्यम निर्वाचन नै हो। यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तपाईहरू सबैलाई म पुनः हात जोडेर सहयोगका लागि अनुरोध पनि गर्दछु। यहाँहरूले करिब 2 महिना अघि यही थलोमा आयोजना गर्नुभएको कार्यक्रमलाई पनि म सम्झिरहेकी छु। यस बीचमा व्यवसाय संरक्षणका लागि केही महत्त्वपूर्ण काम भएका छन्, जसले व्यवसाय सुरक्षामा सरकार दृढ रहेको र निजी क्षेत्रसँग सहकार्य गर्छ भन्ने प्रश्न हुन्छ। जस्तो कि जेनजी आन्दोलनमा क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजना मार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको छ। कर भुक्तानीको म्याद थपिएको छ। बैंकबाट लिएको कर्जाको पुनर्तोलीकरण हुन सक्ने व्यवस्था गरिएको छ। बीमा दाबीको अग्रिम भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ। व्यवसायीहरूलाई सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिएको छ।
भन्सार प्रशासनमा कारोबार मूल्यलाई मान्यता दिने प्रणाली प्रारम्भ गरेको छ। आन्तरिक राजस्व प्रशासनमा अनलाइन प्यान लिन सक्ने र अनलाइन कर चुक्ता प्रमाणपत्र लिन पाउने व्यवस्था गरिएको छ। सबैलाई फुल अडिट गर्ने प्रणालीको सट्टा जोखिममा आधारित लेख प्रणाली सुरु गरिएको छ। यसै लगानी प्रवर्धनसँग सम्बन्धित केही काम कारबाही यस प्रकार छन्। वैदेशिक लगानीकर्ताले कानुन बमोजिम फिर्ता लैजान पाउने लाभांश ब्याज जस्ता भुक्तानीमा स्वीकृति चाहिने चरण घटाएर सिधै वाणिज्य ब्याङ्कबाट सटै सुविधा लिन सकिने गराइएको छ। नेपाली आइटी व्यवसायको बढोत्तरी र अन्तर्राष्ट्रिय बजारबाट लाभ लिने वातावरण बनाउने आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने प्रक्रिया सरलीकरण गरिएको छ। नेपालमा कालो सूचीमा रहेका कम्पनीले पनि व्यवसाय पुनरुत्थान गर्न विदेशबाट लगानी भित्राउन सक्ने भएका छन्। विदेशी लगानी बापतको वैदेशिक मुद्रा भित्राउने प्रक्रिया सरलीकरण गरिएको छ। जग्गा किता कार्डको व्यवस्थामा परिमार्जन गरी घर जग्गा बजारको अवरोध हटाइएको छ। यसका अतिरिक्त सरकार निजी क्षेत्रसँग निरन्तर संवादमा रही सुधार प्रक्रिया अगाडि बढाउन तत्पर छ भन्ने कुरा पनि यहाँहरूलाई म विश्वास दिलाउन चाहन्छु। यहाँहरूलाई हाम्रा सीमाबारे पनि जानकारी नै होला। यो सरकार ठुलो नीतिगत फड्को मार्न आएको होइन। कानुन बदल्ने अधिकार समेत यो सरकारलाई छैन। जेन्जी आन्दोलनको जगमा बनेको यस सरकारले सम्माननीय राष्ट्रपतिज्यूबाट प्राप्त कार्यदेश अनुसार सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वको मार्गचित्रमा काम गरिरहेको छ। यस घडीमा हामी सबै पक्षले बुझ्न जरुरी छ कि नागरिकको जीविकामा सुधार हुन सकेन र उसप्रति न्यायपूर्ण व्यवहार गरेका छौँ भन्ने कुराको पूर्ण अनुभूति दिलाउन सकेनौँ भने असन्तुष्टि हट्ने छैन। नागरिक असन्तुष्टि र अन्यायको अनुभूति नै द्वन्द्व, अराजकता र अशान्तिको मूल कारक हो। यही संवेदनशीलतालाई मनन गरी सरकार, राजनीतिक दलहरू, नागरिक समाज र युवा पुस्ताको समेत सहभागितामा शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल गर्नु प्रशंसनीय छ। यस मञ्चमा हामी सबैले एउटा प्रतिज्ञा भने गरौँ कि ढलेका निजी क्षेत्रका संरचना पुनर्निर्माण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार छौँ, ताकि ढुक्कसँग हाम्रा उद्यमी व्यवसायीले लगानी गर्न सक्नुहोस्। देशको रोजगारदाता, सेवा प्रदाय, पूर्वाधार निर्माणकर्ता, राजस्व सङ्कलनमा योगदानकर्ता एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन, निर्वाध पेशा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकको हामी सम्मान गर्दछौँ। उद्यमी व्यवसायीहरूलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द, हडताल, तोडफोड, आगजनी लगायतका आक्रामक निषेधित क्षेत्रका रूपमा संरक्षण प्रदान गरौँ। उद्योग, कल कारखाना, प्रतिष्ठान, निजी आवास लगायतको सुरक्षाको प्रतिभूति गराउन आवश्यक जे जस्ता कदम चाल्नुपर्छ त्यसका लागि म मेरो मन्त्री परिषदका सदस्यहरूसँग समेत छलफल गरी आवश्यक निर्णय लिने विश्वास दिलाउन चाहन्छु। यसमा मुख्य सम्बद्ध मन्त्रालय र महासङ्घको सहकार्यमा थप कार्ययोजना बनाई लगानीका बाधाहरू हटाउँदै लैजान सरकार तयार छ। भदौ 23 र 24 गतेको प्रदर्शनमा घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय क्रियाशील छन्। म उद्यमी व्यवसायीहरूलाई पनि स्वच्छ अनि मर्यादित व्यवसायका निम्ति आग्रह गर्दछु। नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी व्यावसायिक आचरण संहिता लगायत अन्य सङ्गठन धारा तयार पारिएका असल व्यावसायिक अभ्यास एवं समयक्रममा थपिएका व्यावसायिक उत्तरदायित्वको निजी क्षेत्रले पूर्ण पालनाको प्रतिबद्धता पनि गर्नुपर्छ। अन्त्यमा निर्वाचन मार्फत स्थायित्व र निर्वाध पेशा व्यवसाय गर्न पाउने प्रत्याभूति सहित उद्यमशीलता विकासमा सरकार प्रतिबद्ध छ र यसमा नागरिक समाज, युवा पुस्ता, सर्वसाधारण र दलहरू